हाई एभ्रिवान, आज म तपाईहरुलाई सौरा घुम्न लिएर जाँदैछु। विशेष गरी हाम्रो विनोद भाइको रिक्वेस्टमा चाहिँ सौरा घुम्न जाँदैछौँ हात्ती सफारीको लागि। सो सम्पूर्ण साथीहरूलाई स्वागत छ हाम्रो यो मिनी भ्लगमा। अहिले एकदम जिप सफारीमा छौँ। अहिले एकछिनपछि चाहिँ हात्ती सफारीमा हुन्छ। अत्यन्तै डराएको चाहिँ हाम्रो किशोर सर हुनुहुन्छ उहाँको अनुरोधमा चाहिँ हामी जिप सफारीमा छौँ अहिले सौरामा। स्टोरी खिच्दाखेरि चाहिँ म पनि छु, म चाहिँ भिडियो खिच्दैछु। आजको यो भ्लग एकदम रमाइलो हुनेवाला छ, किनभने हाम्रो सुनिल भाइ एकदम डराउँदै हुनुहुन्छ हात्ती सफारी गर्नको लागि। यहाँबाट चाहिँ के लिएको यो ल दाइ, यसो हाइलो गरिदिनुहोस् न। ल ल बाई बाई। ल थ्याङ्क यू दाइ। ल धेरै धेरै धन्यवाद। ल उहाँलाई भनिदिनुहोस् है। ल उहाँलाई भनिदिनुहोस् है। ल वाउ, के गरिरह यो हात्तीले हो? ओ अहिले भेटिन्छ? ल सर ल के बस्दो रहेछ यहाँ? सबै सँगै एउटै ठाउँ त जाने होला नि होइन? ल सो मजा आइरहेछ। अनि तपाईँले पनि छोटो भनिदिनु न त दाजु, ल बोल्नुहोस् त यहाँनिर। हामी कहाँ कहाँ जाँदैछौँ, हाम्रो राइड कहाँ कहाँ पुग्छ, के देखिन्छ, कस्तो तपाईँले आज हामीलाई के देखाइदिनुहुन्छ, ल भनिदिनुहोस् त। ल 1.5 घन्टाको ट्रिप हुन्छ। जङ्गलमा भेट्न सकिन्छ नि, अब बाघ, चितुवाहरू, गैँडा भन्न सकिँदैन, तर छ भने भेटिन्छ। ओके, तर आजको हाम्रो राइड मजा आउनेवाला छ नि होइन? मजै आउँछ। अनि बिहानदेखि तपाईँले अहिलेसम्म कतिवटा राइड गराइसक्नुभयो? यो सुत्दा 3 चोटि भयो। 3 चोटि भयो? ल ठिक छ। हाम्रो यो कति घन्टाको हुन्छ? यो 1.5 घन्टाको। 1.5 घन्टाको? ल ठिक छ। सो मजा आइरहेछ। यो मेरो चाहिँ लाग्छ 3rd या 4th टाइम हो हात्ती सफारी। यसरी चाहिँ मजाले भिडियो क्याप्चर गरेर घुम्न पाइएको थिएन। हामी चाहिँ हाम्रो हात्ती सफारीमै स्टार्ट भइसक्यो। यसको नाम के हो? बसन्ती? बसन्ती भन्ने त नयाँ फिल्म आउँदैछ यार। रोनाल्डो बसन्त कि बसन्ती भन्ने एउटा फिल्म आउँदैछ त। सो रोनाल्डो भन्ने चाहिँ कुन चाहिँ हो? ए रोनाल्डो भन्ने त जङ्गली हात्ती चाहिँ रहेछ है। ल हामी चाहिँ सफारी गर्दैछौँ। विनोद हेलो। ल हामी चाहिँ बसन्तीमा बसेर चाहिँ हात्ती सफारी गर्दैछौँ। सो मस्त मजा आइरहेछ। ल अब हामी जङ्गल स्टार्ट गर्छौँ है त। 12 वर्ष ढुङ्गा राखे नि बाङ्गो बाङ्गे। ल ए त्यस्तो हो? कता हो? भिडियो कलमा हेर्नु। ल बहिनी, ल हामी त मजाले यहाँनिर। ल फेरि मन लागेर अनि मलाई हात्ती हेर्न मन छ, भाइलाई हात्तीको आजी हेर्न मन छ अरे। ल कता होला? ल ल हेर्नुहोस्। ल ईश्वर सर सुनिलको होस हरफ सबै हराइसक्यो। जङ्गली हात्ती भेटेला लफडा होला भन्ने छ। के हो त उसको लफडा हामीलाई के मतलब होइन भाइ? जङ्गली हात्ती र घर हात्ती झगडा गर्छ, जुत्छ, के गर्छ नि। त्यही पनि हाम्रो यहाँ राइडर चाहिँ प्रो राइडर हुनुहुन्छ यार, हाम्रो चाहिँ राइडर साथी। उहाँले चाहिँ मजाले देखाइदिइहाल्नुहुन्छ नि हामीलाई। यस्तो होस् कि विनोद र विनोदको बुढी कति मिलेको भन्ने होस् बरु होइन? हामी चाहिँ जङ्गल सफारीको लागि भिडियो छिरिसक्यौँ। अनि यो कुरा कसैलाई नभन्ने फेरि यहाँ थाहा पायो भने यहाँ केही पनि देखिँदैन अरे। त्यही भएर यो कुरा कसैलाई भन्नु भएन, चुलाएर हिँड्नु पऱ्यो। म ठोकेलै यता म ठोकिन्छ है, म ठोकेला होइन।
अनि यो टुरमा चाहिँ को हामी छौँ भन्दाखेरि चाहिँ यता हामी चाहिँ सबैजना छौँ। यता हाई हेलो गरौँ है यहाँ हाम्रो भ्लगमा। फेरि यो कुरो कसैले नभन्नु है। औ के कराइरहेछ है। ल ल यो भ्लगमा त्यो के भनेर नबोल नि यार। यो जङ्गल सफारीमा नि सबभन्दा बढी हाम्रो सुनिल भाइ डराउनु भएको छ होइन। यो सौरामा आएर हात्ती सफारी नगरौँ सर, बरु मनरीमा लिएर गएर 500-600मा हात्ती सफारी गराउँछु भनेर भन्दै हुनुहुन्थ्यो होइन। तथापि यहाँ आएपछि नगरी हुँदैन भनेर हामी चाहिँ हात्ती सफारीको जङ्गलतर्फ हामी लागिसक्यौँ। जे पनि देखिन सक्छ, जे पनि भेटिन सक्छ हेर्नुहोस्। अब कुरै नगरौँ न अरू त होइन। ऊ त्यहाँ ज्वरो आयो है, के छ है ऊ त्यो ज्वरो आयो होइन, त्यो कत्रो भने ज्वरो आयो यार। हल्ला नगर है साथी, हल्ला नगर, हल्ला नगर है साथी, हल्ला नगर, ज्वरो आयो ज्वरो आयो। ल हेर त्यहाँ वाउ उठ्यो हेर्नु उठ्यो। यो बेला हामी जति सक्दो हल्ला नगरी बस्नुपर्छ है केटा। ल मिर्ग देखिसक्यो है हामीले। मिर्ग हो। हामीले के देखिरहेछ। ओ माय गॉड, मिर्ग दौड्यो तर माँ कसम अहिलेको यो हात्ती सफारी चाहिँ मजा आइरहेछ, किनभने हामीले धेरै कुराहरू देखिरहेछौँ। घना जङ्गल ए भाइ, यो त पानामा जङ्गल जस्तो छ यार। पछाडि रहेछ त हात्ती, यो त अमेरिका जाने पानामा जङ्गल हो क्या हो। पछाडि रहेछ हात्तीको लाइभ भइरहेछ लाइभ। हामी त्यो पल्लो बाटो चाहिँ जानु मिल्दैन हो। झन् त्यता थियो नि त हामीले देखेको जताबाट लगे नि हुन्छ, यता जाने हो क्या हो। तपाईँ चाहिँ सबैभन्दा घना जङ्गल जहाँ डेन्जर छ त्यहाँ त लिएर जानु न।
खानासँग त अब जानलाई टाइम टिक्नु पऱ्यो ए भाइ केही नहोला है म भिडियो रेकर्डिङमा छु अगाडि पनि हो के हो त्यो भागको बच्चा हो क्या हो यहीँनिर गाई चाहिँ यहीँनिर वाउ कति धेरै चिज है कति धेरै देखेको है हामीले है कति धेरै चिज देखेको है ल यार आज कति धेरै देखेको ओ माई गॉड चिजहरू देखिरहेछ अहिले जङ्गल सफारीमा छौँ हामी एकदम दामी दामी चिजहरू देखिरहेछ तपाईँहरू पनि आउनुभयो भने यही हात्तीमा चढ्नु है यो चाहिँ बसन्ती भन्ने हात्ती हो यो पाले त्यो उको माछाले पोखरीमा हुने माछाले छोडिँदैन नि यो यहीँ भएको माछा हो पाउँछ मार्नु निकुञ्जमा केही भएन मार्नु ए निकुञ्ज हो कि सामुदायिक वन हो यो छेउछाउ पर्छ निकुञ्जको हो होइन म गेस गरेर भनेको गेस गरेर भनेको किनकि यो सामुदायिक वन हो कि यो निकुञ्जमा छोएको छ गाउँ उसमा वरपर स्थानीयलाई घर घाँसबाट काट्न भनेर सामुदायिक वन छुट्याइदियो हुन्छ कि यस्तो कुरो थाहा छैन अनि बाघको सिकार गर्नु स्याल बोकिराख होइन टुरिस्ट बसेर पाउँछ जोखिम पनि हुन्छ नि त
रिक्स हुन्छ रिक्स भएको भएर नि होला कि जङ्गलमा डाँडा गोहीहरू पनि पाउँदैन रहेछ गोहीहरू पनि हुन्छ होला है कति भेटेको फेरि मासु दिएर भोक लाग्यो खत्रै रमाइलो भइरहेछ हामी यो चाहिँ एकदम धेरै रमाइलो भइरहेछ एकदम रमाइलो भइरहेछ अनि यो हात्ती सफारीमा एकदम मजा आइरहेछ त्यहाँ हेर्नु कत्रो बनायो के त्यो माछा हो कत्रो बनायो है ओ हो रहेछ यार रोको सानो अलि अगाडि हेर्नु गई किन खोइ फोन हटाउनु तपाईँहरूको घडियाल गयो हो मगर हो यो अनि मगर गयो भने कस्तो घडियाल गयो भने चाहिँ कस्तो घडियाल भनेको चुच्चो लामो ठुँड लामो हुने यो चाहिँ ठुँड छोटो हुने चाहिँ मगर गयो अनि ऊ त्यो डुङ्गामा आउने साथीहरूलाई फेरि त्यो गोइले त ल्याङ हान्दैन ए माछाभन्दा सानो है गयो माछालाई माछाले खाइदिएला नि नानी अब हामी त्यो हेरेर फेरि यतातर्फ लाग्दैछौँ उहाँहरू पछाडि अर्को टिम पनि हुनुहुन्छ त्यहाँ हामीले गयो अघि बुढोली मारेर त्यही मगरहरू गइरहेको रविजी तिमीहरूको पनि है यहाँ मगर मगर गएँ यहाँ देखिरहेको छ हामीले मगर गएँ चाहिँ यहाँनिर टक्क बसिरहेको छ ठुलो गएँ के ठुलो हुने यत्र यो 2-3 किलोको गयो समातेर ल्याउनु नि त जानु बढी 5 किलो होला समातेर ल्याउँदैन होइन सर अनि त्यो डुङ्गा जान चाहिँ गयो अनि डुङ्गा फर्किन्छ चाहिँ कसरी त फर्किनु पनि अनि यो ओह्रालमा त कसरी चढ्छ त्यो डुङ्गा चढ्छ चढ्छ त त्यो कहाँ यो फरारी त्यो डुङ्गा होइन बसन्ती भन्ने हात्तीमा चढेर राप्ती खोला चाहिँ कता हो पर हो मजा आइरहेछ धुलो पनि उडिरहेछ तर मजा पनि आइरहेछ अब हामी हात्तीले कुनतिर माछा मऱ्यो त्यो बेला लान पाइकिन अब हेर नि त्यही छेउमा यार कत्रो माछा यार हेर्नु नि अब विनोदले भने जस्तो अब यो त कुल्चिएर मर्दैन थियो यार ल हेर न आमा तपाईँहरूले देख्नु भएको छैन होला माछा तर यो चाहिँ तपाईँको वाउ नेचुरली यार हेर न बाफ रे एकचोटि जाल हाल्यो भने त खत्ता हुन्छ होला हात्ती रिसायो है ल नि त माछा बाफ रे ओह ए अगाडि हेर्नु ओ माई गड कस्तो बवाल यार त्यो बरु डुङ्गा चढ्दा माछा देखिन्थ्यो होला कि हामी पो माथिबाट यस्तरी हेर्नु पाइरहेको अर्को हात्ती पनि आइरहेछ अगाडि हाम्रो हात्तीले नेतृत्व गरिरहेछ हुन त हामीलाई बसन्तीमा चढेपछि हामी टेन्सन छैन नि होइन त बसन्तीले हाम्रो सबै कुरो देखाउने गर्ने अनि तपाईँ पनि 2 शब्द बोल्नु नि दाजु त्यहाँ तल गएर चाहिँ 1 घन्टा खुट्टा भिजाएर चाहिँ हुन्छ नि डुबाएर बस्ने हो भने कति मजा आउँथ्यो होला है तर त्यो ठुल्ठुलो माछाले त त्यो खुट्टाकै मासु खाइदिन्थ्यो होला यार हेरेर कस्तो माछा हेरेर त्यही पनि यो माछा त भाग्दैन रहेछ लाटो हो कि क्या हेर पोखरी माछा ल्याएर हाले जस्तो लागिरहेको ल हेर न हात्ती यत्रो हिँड्दा छ तर यो चिल छ कि भाग्दैन ल हेर न आफै पल्टिरा पोखरी माछा ल्याएर हालेर हाल्यो ल हेर न हात्ती यहीँ आइरहेछ कहिले पनि माछा नमारे जस्तो भयो लाटो भयो यसलाई न तर्साउने न कसैले गर्ने हुन्छ त्यत्रो मान्छे उयोरहेछ हात्ती हिँड्दा छ
ऊ त चिल पो छ त यार के हिजोको त्यो हाम्रो एक बोतो के अरे एक कार्टुन बियर यसैले हान्ने चाहिँ के हो पुरै खोलाको माछा त झ्याप छ त्यहाँ तर यताभन्दा उतापट्टि छेउपट्टि साइडमा देखेर रहेछ है माछा मृग तपाईँहरूलाई म मृग धेरै देखाउँछु आजको देखिने भनेको मृग यही चरा हेर्नु न कति राम्रो ओ माई गॉड क्युट यहाँ हेर नि यही जुम गरेर हेलमेट टुप्पी पालेर छ बाहुन रहेछ यार बाहुन चरा ओ माई गॉड यस्तो मजा आइरहेछ विभिन्न चिजहरू हामी देख्न पाइरहेछौँ एकदम इन्जोय भइरहेछ चरा हेर न भाइ माथि त्यहाँ त देखिसकेँ मैले यहाँ पाइने जरा हो कि त्यो उहाँहरू माछा अवलोकन गरिरहनु भएको छ साथसाथै त्यहाँ अर्को डुङ्गा पनि त्यहाँ आइसकेको छ रोनाल्डो छ अनि अब गोविन्द चर्चित खाने ल बडङ भन्नुलाई नेट चाहिँ एकदम स्लो छ होइन अब छ नि र मलाई चाहिँ के पनि थाहा भयो भन्दाखेरि चाहिँ यहाँ सौरामा चाहिँ रोनाल्डो भन्ने हात्ती पनि छ अरे गोविन्द अनि गोविन्द भन्ने पनि हात्ती छ अरे होइन गोविन्द होइन कि हात्ती गोविन्द भन्ने पनि छ अरे अनि हात्ती रोनाल्डो भन्ने पनि छ अरे सो त्यो हात्ती भेट्यो भने चाहिँ त्यो भिडियो बनाएर चाहिँ म हाम्रो फुटबल लेजेन्डरी रोनाल्डोलाई नै मेन्सन गरिदिन्छु होइन अनि तपाईँ पनि एकचोटि हेर्नु अनि नेपाल घुम्न आउनु अनि तपाईँको नाममा चाहिँ हात्ती छ हाम्रो नेपालमा बुझ्नु त्यो हुनाले गर्दाखेरि कस्तो मजा आइरह्यो होला यार डुङ्गा पनि मस्तो रहेछ दामी रहेछ यार डुङ्गा डुङ्गा सफारी बबाल भइरहेछ डुङ्गा सफारी भने त कस्तो दामी टाइटानिकको जस्तै डुङ्गा रहेछ यार कच्ची सच्ची पनि छैन मलाई चाहिँ न्याक्री भयो कि डुङ्गा चाहिँ कस्तो मजा आउँदो रहेछ खोइ बोट चाहिँ बब्बाल रहेछ कि यार विनोद बोटै मन पऱ्यो यार मलाई त्यहाँ हेर न सुलुक्क लागेको बोट तपाईँ घरै नजानु बरु बिनोद सर आज यतै बस्नु सात परे त्यो बोट कति मिनट चढ्न मिल्ने हो 1 घन्टाको हो ल दामी लाग्यो है दामी लाग्यो हामी यो सकेपछि डुङ्गा चढ्ने अब कति धेरै हात्ती एकै ठाउँमा जम्मा भयो होइन अनि खास साँच्ची यो हात्ती पनि फुटबल खेलाउँछ नि त्यो चाहिँ कता हो उता हो यसले पनि फुटबल खेल्छ साइडतिर यसले नि गोल हानेको होइन यसले नि जित्यो हो ओ माई गड यार हामी त च्याम्पियन हात्तीसँग हामी त च्याम्पियन हात्तीसँग रहेछ है रोनाल्डो भर्सेस यही होला अनि विनर बसन्ती हैन विनर बसन्तीसँग हामी सफारी गर्दैछौँ उहाँले चाहिँ एउटा प्रवक्ता राख्नु भएको रहेछ उहाँ चाहिँ बोल्नुहुन्न खास अनि उहाँको प्रवक्तासँग चाहिँ हामी कुरा गर्दैछौँ उहाँले हामीलाई सबै कुरा बताइदिइरहनु भएको छ यो जङ्गलको बारेमा यहाँ के देख्न पाइन्छ भनेर सो या मजा आइरहेछ मलाई त सबैले सोधै गर्छन् होला यसरी झ्याउ पनि लाग्दो होला कतिचोटि कति सोधे होला जस्तो पनि लाग्नु होला बताउनु कतिलाई बताउनु दिक्क पनि लाग्दो होला जागिरै छोडिदिन्छु के खानु जस्तो पनि लाग्दो होला फेरि हामीलाई जस्तै यो काम गर्नुभन्दा बरु विदेशै चलिदिन्छु जस्तो पनि लाग्दो होला बेला बेला अथवा ठिकै छ घर पाएको जागिर यही पनि ठिकै हो जस्तो पनि लाग्दो होला होइन तथापि उहाँको मनमा यस्ता कुराहरू अहिलेसम्म खेलेका छैनन् र खेल्दैनन् भन्ने विश्वास राख्छौँ हामी यस्तो मजा आइरहेछ जङ्गलको सफारी र म चाहिँ लगभग तपाईँको
यसले रुख भाँदिन लाग्यो हो यसले स्टन देखाइदिन्छ नि त्यो भाँचेरी हात्तीले त यसलाई के भन्छ झार्ला अहिले भाँचेकोलाई ओ माई गड नाम छ यसलाई चिलचिलाएछ नामपाते यसलाई चिलचिलाएछ अस्ति नै हामी अस्ति नै एकचोटि चाहिँ हात्ती सफारी गर्दाखेरि अनि त्यो दाइलाई हामीले भनेको थियो एउटा सानो रुख जस्तो भाँड्न लाउनु नि भन्दै फ्ल्याट्टै भाँच्दै थियो कि ऊ यत्रो रुख यत्रो त आज पनि एउटा भाँड्न लाउनु एकचोटि हेरौँ न सानो सानो भात दिँदैन ए त्यही त पहिला त हात्तीले चाहिँ घरै हात्तीले रुखे भाँच्दै अरे के भाँच्दै अरे भन्थ्यो अनि हामीले एकचोटि सफारी गर्दाखेरि चाहिँ एउटा सानो खालको भाँचेर देखाइदिनु भएको थियो कि एकदम मजा आइरहेछ यस्तै छ फेरि पछाडिको चिज हामीले देख्न पाएको छैनौँ होइन पछाडिको पनि आफ्नै यस्तो प्लेनको अगाडि बसे पनि पछाडि बसे पनि पुग्ने एकै ठाउँमा एकैचोटि हो भन्थ्यो एउटै समयमा पुग्ने हो भने जस्तै होइन अगाडि बसे पनि पछाडि बसे पनि होइन हामीले लुगा छोप्या नभन्दा भए पो ल हो देख्न पाइएन भन्नु होइन त्यो पनि देखायो हामीले रुख बाहेक केही देखाएको छैन अहिलेसम्म एक दुईवटा फाटो फुट्टो मात्रै हो लोकल भाडे मात्रै आउनु झल्झल माछा नि गोही पनि आयो नि आमा झल्झलिदियो कि मगर माछा र कुखुरा हुनु भएन के मगर यसलाई चाहिँ कति ल्याङल्याङ गर्दा मन होला अहिलेसम्म नि डराएर हिँड बसिरहेको त्यो भने हात्तीमा मैले त मलाई त निकुञ्ज कि हात्ती छ भने जस्तो लागिरहेको के गर्छ हात्ती जाने भनेको बेर्छ जस्तो निकुञ्जको हात्ती कहाँ चढ्न पायो त यो त अनि उनीहरू बच्चाले घर पाल्यो भने यति फ्रेन्डली भएर तपाईँ त्यो निकुञ्जको त्यो दाउँदै नदाएको गोरु तपाईँले त्यो हात्तीले अनि एकैचोटि पुऱ्याइदिन्छ ऊ भएर के अरे रोनाल्डोबाट अनि लगेर छोडिदिन्छ नि हिँडिदिन्छ अनि इन्टरनेसनल कल हो फिरोज मेसेन्जरमा फोन आएन एकैचोटि नम्बरमै होला के देखिन्छ ज्यान माया आउँदा सुनिसक्दा त आउनु नै हुन्न होइन अलिक चित्त हुँदैन के त होइन त्यसो त्यो मजा बाहिरतिर आइरहेछ अहिले त जताततैबाट हात्ती निक्लिन्छ त्यहाँ दाजु हाम्रो पुग्नुपर्ने डेस्टिनेसन चाहिँ कहाँ होला त्यहाँ अगाडिबाट घुमेर त्यहाँ गैँडा होला क्या अगाडि त्यहीँ छ ए गैँडा देखिँदै छ अब खेलेर बसिदिन्छ क्या खेल्न खोज्छ हामीले गैँडा देखिसक्यौँ गैँडा अब हामी गैँडातर्फ जाँदैछौँ गैँडा देखिँदैछ हेर्नुहोस् है हामी पछाडि अरू पनि हात्तीहरू टन्नै आइरहेछन्
नाचिर नाचिर कान्छ सिरियस का मैच चल अलिकति भयो नि त्यस्तै है त्यो भाती नि त्यता हालिदियो होइन के भागिदियो निस्क्यो निस्क्यो यतै यतै निस्क्यो त ए यो गएर मैले घरमा ढुङ्गा यता निस्केको यतै बारी आएँ त्यो यता छेउछेउ हिँडेर यता पठाउँथ्यो यता दाजु दाजु त्यो गैँडालाई यता पठाउनु है त्यहाँ काम छ हाम्रो भन्नु है त्यसलाई ल पनि भनेको थियो गैँडाले ज्यादा रहेछ है त्यो त भित्र छिरे दाइ भित्र सिधै जानु सिधै हामी पनि जाउँ त्यतातिर यतै निकाल्छ यहाँबाट तरामै जानु यो त पुरै टर्निङ काटेर फेरि काट्दै लिएर हिँड्नु मिल्दो रहेछ है हेर नि त कता हिँड्यो कता सट्टै आइसक्यो नि त उहाँलाई जता जानु लानु मन लाग्यो त्यतै लिएर जानु मिल्ने रहेछ कि सक्ने रहेछ अनि त्यो जिपले त सक्दै सक्दैन अनि जिप सफारी गरेको छु केही देख्दैन त्यो जिप सफारीबाट जरायो बाहेक केही देख्दैन हामीले चाहिँ हात्ती सफारीमा चाहिँ धेरै चिजहरू देख्यौँ अहिले त धेरै दुखायो यसले त झड्का पानीहरू दुखाउँदो कति गेर हाल्नु यो त एक गेरै बरु ठिक रहेछ यो त है ओ त्यहाँ भित्र छेड्नु थाल्यो यतै सिधै सिधै गर्दैन उता पहिले गैँडा देखियोस् न इ यहाँ आइरहेछ यहाँ भिडियो भइरहेछ हो ल है हामी गैँडा हेर्न तयार हो ओ माई गड दुईवटा गैँडा हो यहाँ 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 लिएर जानु त दाजु ल ओ यहाँनिर ल ल गाइस ल गाइस हात्ती जत्रै गैँडा ल हामी तपाईँलाई देखाउँदैछौँ अर्को तिनवटा छ यही हो र यही होइन हो र छिर्यो भनेपछि भित्र छिर्यो भनेपछि गयो ल हेर्नुहोस् गैँडालाई हामी यो बसन्तीबाट हिँडिरहेछौँ एकदम मजा आइरहेको छ दुईवटा अझ अर्को पनि थियो भने हो ए त्यो भागिसकेको ल भागिसकेको ल हामी अरू हात्तीका साथीहरू पनि हिँडिरहेछौँ पारिपट्टि अर्को हात्ती छ अर्को हात्ती पनि यता आइरहेछ यता पनि अनि विदेशी आउँदैन भन्थ्यो अनि विदेशी त छ त यहाँ त आउँछ सो वन्डरफुल हेर्नुहोस् है बल्ल चाहिँ हात्ती सफारीको मजा आइरहेछ ल हेर्नुहोस् गएर दाजु एकछिन रोक्नु ल एकछिन ल हो ल माटोको के देखाएको बच्चा बच्चै खाएको रहेछ है गैँडा
बच्चा कहाँ देख्नु भयो कस्तो मजा आइरहेछ लास्ट मजा आइरहेछ स्टुडियो हाल्ने भिडियो होला त्यसले मजा आइरहेछ ल हामी जीव सफारी ए हातला भएन ल हामी बसन्ती सफारी गर्दैछौँ सर यस हामी के सफारी गर्दैछौँ अरे हामी हात्ती सफारी र यो हात्तीको नाम चाहिँ बसन्ती हो अत्यन्त रमाइलो भइरहेछ मजा सुनि आइरहेछ सर हजुर यता हेर्नु यता कस्तो लागिरहेछ हजुरलाई यता हेर्नुहोस् न फर्केर 4 पुग्दा पनि 5 बज्दा नि हामी घर पुगेका छैनौँ गाइस यस्तो छ पारा फुल इन्जोय त्यो चाहिँ सरको त हामी दुईजना म चाहिँ प्लानै हो हाम्रो त म चाहिँ यो चाहन्छु जिन्दगीमा पैसा पनि होस् र जिन्दगी यस्तै चिल पनि होस् यार त्यो चाहिँ कहिले पनि मिल्दैन रहेछ पैसा पनि होस् जिन्दगी चिल पनि अनि होस् साथीभाइ पनि यस्तै होस् होइन अनि सबै चिज होस् कति मजा आउने रहेछ मजा आइरहेछ होइन विनोद भाइ आइरहेछ त्यही भएर अनि एकदम तपाईँको मजा त्यो आइरहेछ। पोर्ट्रेटबाट हो कि केबाट हो खास ए हो ओ त्यो फेस उसको उया हो अँ लहरा हो ब्लोर आएको थियो हो त्यसबाट आउँदैन होला होला ए ल भयो जाडो खाने हो यो किन बनाउनु लाग्यो त्यहाँ छ त दाइ उतापट्टि घरमा यता 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 छिर्यो नि तपाईँ उतापट्टिको होलमा उतापट्टि क्या छैन यहीँ भर्खर यहीँ छ त्यहीँ छ नि दाइ त्यहीँ छ दुईवटा छ दाइ दुईटा छ दुईटा छ दुईटा मस्त मजा आइरहेछ यी अर्को पनि पछाडि छ हात्ती अहिले चाहिँ हामी यस्तो राम्रो चौरमा आइसक्यौँ साथीहरू त्यसको मात्र भन्न सक्दैन हो उहाँले सही कुरा भन्नुभयो आमामा 15-20 वटा अनि अहिले चौर त रहेछ नि है हामी उता उता छिरेको अहिले यता आइपुग्यो हेर्नुहोस् त कति धेरै यो चौरमा चाहिँ हामी लास्टै खतरा कति धेरै जराहरू देख्न आइपुग्यो अनि हामी चाहिँ मिरिन्डाको साथमा चाहिँ ट्राभल गरिरहेको छौँ मिरिन्डाको साथमा के अरे फ्यान्टा ए यो त के हो टेढो मेढो गर्छ त्यहाँ रिसा हो रिसा के हो के भने यसले किन रिसायो आमामा यसले भेट्यो नि त यसले राम्रै भेट्यो नि त एकचोटि भेट्यो नि त यसले भेट्यो भेट्यो नि त उहाँले चाहिँ बाँड निकालेर हान्नु भने त एक झापड यसलाई न्यु खोज्ने हो त हामीसँग यार उहाँसँग न्यु खोज्नु मिल्दैन नि त उसले के कुरामा नमाने तपाईँलाई ए अल्छी नौन खोजेर अभी डेन्जर रहेछ यार सुरु सर मेरो एउटा फोटो हान्नु न दामी पारेर त्यो चाहिँ ठुलो घोरल मेरो एउटा फोटो हान्नु ल रोक्नु न त्यस्तो बिचमा गएर बसेर हान्नु नि त्यो आमा अगाडि झन् ठुलो घोरल हो रे यो चाहिँ रौनी मिस लाउनु बुझ्नु समात्नु तीनटा अर्को नि आयो ए घोरल पठान आएर घोरल भने चाहिँ के हो भाइ यो पाहाडतिर यसलाई घोरल भन्थ्यो त्यो जरासरा भन्थ्यो हेर्नुहोस् त कति रमाइलो है त
यसमा चाहिँ हाई हेलो गरौँ सबैजना साथीहरू। हाय हेलो हामीले धेरै चिजहरू देखिरहेको छौँ आज। हामी धेरै जराए देखिरहेको छौँ बाघ आज पनि किनभने- बाँदर पनि देखिरहेको छौँ हामी बसन्तीमै हिँड्या भएर पनि होला यस्तो दामी ठाउँले हेर्नुहोस् इन्भाइरोमेन्ट पनि यस्तो दामी इन्भाइरोमेन्ट हजुर। त्यो थोक्लाएर हिँड्न सक्दैन उनीहरूले दिनमा कति बोल्छ होला है 4 टिप्रे अनि हेरौँ त हामी कति जोड्नु त यत्रो मान्छे बोल्नु पर्छ अनि दाना पनि त हात्तिकै हुन्छ नि त फेरि। त्यो 20-25 वटा मात्र भनेको बाँदर पनि आज जरायो भने त आधी त बाँदर रहेछ है भुइँतिर त। 50-60 वटा देखिरह्यो है। मयूर यहीँ रहेछ त रुखमा यहीँ रुखमा ओ दामी उ यहाँनिर हाल देखाएको छ नम्बर हामीले मयूर पनि देखिसक्यौँ है। विभिन्न आज त एकदम राम्रो दिन रहेछ कि वेदर पनि राम्रो। लोकलाई हो नि हजुर मात्रै भेटिन्छ गाउँडा पनि भेटिन्छ हो है। त्यसो आज हामी लक्की रहेछौँ है सबैले अन्त। मेरो चाहिँ यतिहरू धेरै छ कि अल्छी मेरो हेर्नु हुन्छ हामी चाहिँ आज लक्की नै भयौँ किनभने अधिकांश समयमा चाहिँ कि जराए मात्रै के भने गडाम ओ माई गड रन 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 यत्तिकै है यत्तिकै यत्तिकै अझ मैले पनि नाच्दै सुन्न सिकेँ किन दौड्यो भने थाहा छैन। मान्छे आएर भाग्यो अत्यन्तै मजा आइरहेछ। अति उत्कृष्ट उत्कृष्टमा पनि सर्वोत्कृष्ट है। जहाँ गयो भने सर्वोत्कृष्टै हुन्थ्यो नि सुरेश हामी जहाँ पनि टेन्सन छैन। आफूसँग पैसा नभए अर्कोले क्युआर गर्न ला पैसा दिउँला भने तल भयो तलमै भएको छ दिन तल पाउँछ। यहाँनिर फेरि हामी गैँडा देखिसकेका छौँ अर्को गैँडा त्यही भएर सबैजना एकदम नजिक छ एकदमै नजिकै छौँ। यो टर्निङ पछि टक्कै यो ट्रेनिङ पछि त्यही भएर सबै हात्तीहरू वरिपरि आइसके हेर्नलाई। मैले देखिसकेको छ सिधा जाने र गैँडाको ठाउँमै जाने ओह 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 बाफरे ल त्यो त तीन जाँदाखेरि पनि केही गर्दैन रहेछ है। हामी त्यो गैँडा भाटामा जाँदैछौँ। किन पिड चाहिँ क्या हो हेर्नु त हामी त्यो गैँडा भाटामा जाँदैछौँ। हो त्यसरी नजिकै जाने हो कि हामी पनि। ल हेर्नुहोस् है साथीहरू ट्याक्क हामी नजिकै जाँदैछौँ। देख्नुभयो हामी चाहिँ गैँडाको छेउमा पुग्न लागिसक्यो। गैँडा चाहिँ खास भनौँ भने सेतो हुने हो यो हिलो खेर सेतो हो भाइ कालो हो कि हिलो खेर यस्तो भएको कम सेतो निरा पिरी जस्तो हुन्थ्यो त्यही भएर विदेशीहरू उनीहरू पुर्खा भेट्न आउने हो। अन्त म त अभागी नै भयो नि त फेरि ल अन्त आम्मामा भाग्यो है। आम्मामा यो पनि ज्यान बचाउनु चाहँदो रहेछ है। म भन्छ नि पुरुषसम्म हो कि यो यो ल हेर्नु त भाले कम छ पोथी त छैन अघि त पछि पोथी छ त नि
हामी करिब 1.5 घन्टाको हात्ती सफारी गरेर फर्किरहेका छौँ। माछा मारेर चाहिँ लिएर ए आफूले के खाने अरूले के किन्ने भन्ने थाहा हुँदै चाहिँ देऊ न उसलाई पनि देऊ न अहिले मै बाँड्छु भाइ यो हामी फाइनली टुर सकेर ब्याक टु जिम सफारीमा बसिसक्यौँ। अब हामी चाहिँ फाइनली हामी अब रिभर साइड चन्दन चटपट जाँदैछौँ। यहाँबाट सकिएर कस्तो मजा आयो आज हात्ती सफारी गर्दा धेरै चिजहरू देख्यो। होप यो जसले हेर्नुहुन्छ उहाँहरूलाई पनि मजा आउँछ होला, किनभने आज चाहिँ हामीले हात्ती सफारी गर्दा एउटै छोटो समयमा एकदम धेरै चिजहरू देखेका छौँ। सो